हेलो साथीहरु, गुड मर्निङ। र आजको यो सुन्दर बिहानीमा फेरि म तपाईहरुको माझमा आइपुगेको छु न्यू भ्लग लिएर। र आज चाहिँ हाम्रो घरमा धेरै नै काम छ। यो खोर बनाउनु छ आज। यसलाई चाहिँ कस्तो बनाउने भन्दैखिलाई चाहिँ नि यो सबै हटाएर यो सबै भत्काएर यसमा चाहिँ उतापट्टि जाली लगाउने, किनभने यहाँ चाहिँ एकदमै हावै थुनियो नि त उताबाट। अनि अहिले एकदम गर्मीको मौसम छ अनि यो गर्मीमा चाहिँ यो बाख्राहरू कुखुराहरू चाहिँ साह्रै नै भयो के गर्मीले। पाइप लिएर जाँदैछौँ। यो माथि टिनको नभत्काइकन यो गर्ने भनेको के ल साथीहरु, पहिलेलाई चाहिँ यति फुटिसकेको छ। अब यहाँबाट चाहिँ सट्टै उतो छेउसम्म चाहिँ हामीले पुरै फुटाएर यसो छ्याङ्गे बनाउने अनि यहाँ चाहिँ जाली लगाउने, ताकि उताबाट चाहिँ हावा मजाले आओस् भनेर। मेरो छोराले सेल्फी स्टिक पनि ल्याइदिएछ मोबाइल राख्नको लागि। हाम्रो कामदारहरू चाहिँ यहाँ यस्तो यस्तो छ। ल बलक बोका अब ड्याङ्की ड्याङ। कसैले बोरा लिएर आऊ त, बोरा कसैले सानो बोरा लिएर आऊ। लाने हो कि लाने हो पौडी खेल्नु? तिनीहरू पौडी खेल्नु जाने भने एकदम जिद्दी गरेर आएको छ। अनि मेरो चाहिँ यहाँ काम भइरहेको छ नि त, अनि यो काम सिधेपछि चाहिँ जान्छौँ भनेको। अब पहिले चाहिँ काम सिद्धिनु पऱ्यो कि, बुझिस् नि? त्यहाँदेखि यहाँसम्म चाहिँ अब हामीले छोडिसकेका छौँ। अब यहाँ बुवाले चाहिँ ठ्याक्क एउटा यस्तै फलामको रड यहाँ राख्नु पऱ्यो नि त, त्यसको लागि चाहिँ यहाँ खाल्टा खन्दै हुनुहुन्छ बुवाले। अब लगभग यो खाल्टा खनिसकेपछि यसमा त फलाम लगाएर ठ्याक्क सिमेन्ट ल्याएर ठ्याक्क घोलेर अब काम चाहिँ एकदमै छिटो भइरहेको छ। सबैजना आएर झामफुम काम भइरहेछ अहिले चाहिँ। ल यही गतिमा गयो भने चाहिँ खासै टाइम चाहिँ लाग्दैन है। खाना खान्छौँ। अब हामी खाना खानु जानु पर्यो। आज मेरो बिहानको काम अब देखिराख्नु भएको छ होइन, यस्तै छ। अनि अब खाना खाएर हामी दिउँसो फेरि आएर चाहिँ जाली लगाउँछौँ। त्यो जाली लगाइसकेपछि मेरो काम पुरै कम्प्लिट सिद्धिन्छ। अनि त्यो काम सिधेपछि फेरि बच्चाहरूलाई लिएर गएर म नुहाउनु जान्छ। पौडी खेल्ने अरे उनीहरू, अनि पौडी खेलाएर लिएर आउनु छ। हेलो, जाली बोकेर आउँदैछु म नि। अब यो जालीहरू लगाएर त्यसै काम सिद्धाउनु छ। साह्रै यस्तो अप्ठ्यारो छ कि यार, के भन्नु ल। सबै लोगाहरू के भयो के भयो? ल साथीहरू, यहाँ हाम्रो चाहिँ कुखुरा खोर चाहिँ यतिको बनिसकेको छ। हामीले यहाँ बालुवाहरू पनि राखिसकेका छौँ, अनि यता जाली, अनि प्लस यता पनि जाली राखिसकेका छौँ। हावा खानको लागि मजाको उता जाली बनाइदिइसकेका छौँ। अब हाम्रो काम लगभग सिधिसकेको छ। काम भनेको चाहिँ अब हाम्रो यो ठाउँमा ढोका लगाउनु छ। यसमा चाहिँ ठ्याक्क अब बालुवा सालुवा लगाएर त्यो सिमेन्टको ठ्याक्क त्यसलाई चाहिँ ढलाइ गरिदिने कि ठ्याक्क पारेर। हाम्रो काम आज यति बनिसकेको छ। अब बाँकी रहेको काम चाहिँ अब हामी भोलि गर्छौँ, किनभने यो मान्छेहरूलाई लगेर खोलामा नुहाइदिनु छ। पौडी खेल्ने कि पौडी खेल्ने भनिरहेको छ, त्यही भएर यिनीहरूलाई पौडी खेल्नको लागि अब लान आएको छौँ। ल जाम, ल खोला जाँदैछु मैले। हामी चाहिँ चाहिँ बिहानदेखिको बेलुकासम्मको काम चाहिँ यति नै रह्यो आजको दिन चाहिँ। र तपाईँहरूको समय कसरी बितेको छ कमेन्टमा भन्न सक्नुहुन्छ है। र तपाईँहरूलाई भिडियो मन परेन लाइक र कमेन्ट गर्नु होला, र सेयर पनि गरिदिनु होला है त। भन्दै हस् त, बाइ।